हेलो गाइस, फेरि स्वागत छ तपाईहरुलाई मेरो ब्लगमा। अन्त आज चाहिँ म आईको घर जाँदैछु हो। आईको घर जाँदैछु, कति महिनाको बादमा घर जाँदैछु हो। अन्त त्यहाँदेखि जाँदैछु आईको घर जाँदैछु ल। अन्त यहाँ चाहिँ अहिले बिसाको अन्त अहिले राबङबाट हिँडेको भिडियोहरु चाहिँ भाइले बनाइदिएको छ, त्यो चाहिँ म एडिट गरेर हालिदिन्छु हो। त्यहाँदेखि अब यहाँबाट भ्यू हेर्नुस् ल तपाईहरुलाई, दामी देखाउँछु। यो पारी देख्ने चाहिँ याङगाङ युनिभर्सिटी राम्रो देख्दैन। यहाँ माथि चाहिँ बालिटुङ्गा। अब हामी चाहिँ यहाँ आईको घर पुग्न आँट्यो। उकालो हिँड्नुपर्छ कि रोडदेखि। अन्त माथि आइपुगेर माथि बनाएको घर पुग्न आँट्यो मात्रै। यस्तो चाहिँ हालत। राबङमा चाहिँ जाडोले पुरा ज्याकेटहरू लगाएर, यहाँ त गरमले त लुगा कहाँ फेक्न बहिनी चाहिँ लिन आएको हामीलाई। अब यहाँ आएको घर चाहिँ पुग्यो है। घर चाहिँ यस्तो छ, यो चाहिँ मूल घर हो। यता उम्बो छ बिल्डिङ, काम गर्दैछ यस्तो छ। अब यहाँ लामा पढ्दैछ, हजुर लामाहरू पर तलमा बनाउँदै रहेछ। अब हामी चाहिँ आईको घरमा बस्दा बस्दा अल्छी लागेर यता घुम्दै जाँदैछ, घुम्दै घुम्दै रोडै रोड। को पढाएको मान्छे चिनेको जस्तो लाग्यो। यो राबङको मान्छे के गर्छ? दाउजाङ पनि यतै रहेछ त अन्त। होइन घुम्दै आएको दाउजाङ पनि यतै रहेछ। कहाँको मान्छे यता जोइन गर्दैछ यहाँ। यहाँ एकदम सब्जी के लाउँदैछ, नाम पढ्दैछ हो। हुन्छ भर्खर चिकन फ्राई गरिसके बस्यो, ठिलले तातो पनि खाँदैछ। यहाँ हाम्रो दाउजाङ ताकु। अब भित्र लाम पढाउँछ देखाउँछ है। Senjam.
यो चाहिँ लास्ट डे हो अब। घर मालिक यो स्टाइल कोले बेल्न जान्छ कमेन्ट गर्न है। मोमो बनाउने यहाँ चाहिँ एकदम खतरा चाहिँ